Hello guys, welcome back to my channel. After a long time पछि चाहिँ मैले एउटा भिडियो हिजो हालेको थिएँ। यो भिडियो हाल्दा भोलि नै हुन्छ, त्यही भएर हिजो अनि त्यसपछि म चाहिँ सबैभन्दा यहाँहरू सम्पूर्णलाई थाहा छँदै नै छ। मैले चाहिँ अस्ति आरसियाकोमा थिएँ, म एक हप्ता जति त्यही बसेँ अनि म आएँ। मेरो ठाउँमा बिरामी भएको थियो अनि हस्पिटलमा भेट्न जानु यताउता अनि पर्सि 5 गतेदेखि चाहिँ हाम्रो भाइबा अनि आरसियाले मलाई यति आइजो यहीँबाट जाने भनेर बोलाएकी चाहिँ अहिले भर्खरै 10 मिनट अगाडि फोन गरिरहेको थिएँ। अब म यहाँ फाइल साइल मिलाएर ओरेर ड्रेस लिएर ओरेर जानुपर्ने छ गाइस। मैले आउँछु भनिसकेँ, अब फेरि कस्तो वचनको पक्का नभएको जस्तो हुन्छ। अनि त्यसपछि मम्मीलाई फोन गर्नुपर्ने छ, मम्मीलाई जान्छु भन्छु, मम्मीले के भन्नुहुन्छ अब यसो गफ लगाएर मलाई त पऱ्यो। सो या गाइज ब्याकग्राउन्डमा चाहिँ भिडियो हेर्दै थिएँ म। अनि कस्तो चल्दै हौ दिनहरू। बोर्ड इक्जाम आउनु लाग्यो गाइज, केही पढाइ होइन, पढ्न भनेपछि मनै लागेन। बिहानभरि सुत्ने, रातभरि मोबाइल चलाउने, खाने, सुत्ने, उठ्ने, यस्तै यस्तै चलिरहेको दिनहरू। अब भिडियो सिडियो बनाउने अनि च्यानल पनि चल्दैन, कहाँ जाने के गर्ने। कन्टेन्टहरू त भइहाल्थ्यो बनाएको भए, तर मोबाइलको हालत, मेरो हालत देखिरहनु भयो यस्तो खराब। के गर्नु अब। आरसियाकोमा गयो भने यस पछाडिको थाहा भइ नै हाल्छ। अनि तपाईँले टाइटलहरू हेरेर पनि थाहा पाउन सक्नुहुन्छ म गएँ कि गएन भनेर चाहिँ होइन। अनि गएपछि त अभियसली रमाइलो त भइहाल्छ, त्यहाँ धेरैजना मान्छे आरसिया स्वस्तिकाहरू। अनि भर्खर कल गरेको थिएँ, आइज पुरी आइज भनेर बोलाइरहेको थिएँ। अनि सो यहाँ के भन्नु। अनि आजकल त गेमहरू नि कति धेरै आइरहेछन् हौ सोसियल मिडियामा। टिकटक सिकटकमा स्क्रोल गर्दा ओर्दा देखिरहेको छु। के गर्नु, फोनको हालत पनि यस्तो छ। टेन्सनै टेन्सन, त्यहीमाथि इक्जाम आइरहेछ। अनि के गर्नु, टेन्सन भनेर पढ्न मन लाग्दैन। जति धेरै टेन्सन थियो त्यति धेरै। अब अहिले म सोचिरहेको छु पढ्नुपर्छ यार यस्तो उस्तो भनेर आफूलाई मोटिभेट गर्नु। अनि एक सेकेन्डपछि एकछिनपछि पढाउँला वाला त्यस्तो आउँछ। तर पढ्नु चाहिँ पर्छ, मैले नपढे पनि तपाईँहरू चाहिँ पढ्नु होला। अनि एज युजुअल आफ्नै रुममा बेडमा बसेर भिडियो गरिरहेको हो मैले चाहिँ। यो टी सर्ट अस्ति लगाएको, हिजो फेरेको छैन। होइन यति धेरै अल्छी नपुरा गरौँ। सो यहाँ गएपछि म भनिहाल्छु हजुरहरूलाई। गएन भने त त्यही नै हो गाइस। अब आरसिया रिसाइ जान्छ मैले आउँछु भनेर होइन भनेपछि। सो या स्टे ट्युन गाइस। ल आउनु यहाँ, यस्तरी पो होला। म आफै समाउँछु क्या, आउनु तिमी। गाइस म चाहिँ होइन आरसियाकोमा आइसकेँ। अनि त्यहाँ बसिरह मेरो साथी ऊ चाहिँ आरसियाको साथी स्वस्तिका। म अब सरप्राइज दिन्छु अरे आरसियाले। आँखा चिम्लिरहेको, छिटो दे। मन पर्न हो नि फेरि। ल पढ्छ कहाँ यहाँबाट फेरि एउटा झिक्नु पर्छ है त। मैले अहिले हातमा मात्रै दिन्छु तँलाई ल। ओ वाउ गाइस वाउ यही हो क्या तिमीलाई। थ्याङ्क यू सो मच। यसलाई भन थ्याङ्क यू ल्याइदियो। ए थ्याङ्क यू। मैले तिमीहरूलाई दिएको मलाई नामै थाहा अन्सा। अन्सा थ्याङ्क यू। अब तिमी नै त भन्ने होला नि होइन, सेम एज हो। थ्याङ्क यू सो मच। बल्ल बल्ल नयाँ साथी भेटा। अनि तिमीले खै थ्याङ्क यू तिमीले देखाइदेऊ न। तिम्रो देखाइदेऊ त। देखाइदेऊ त उता। वेलकम। म झन् तिम्रो लागि अर्को पुरीले पनि हाम्रो लागि कस्तो राम्रो मिठो खाजा ल्याइदिएको छ है। यसले हामीले अब चिया र मिल्टी रहेछ यहाँ ल। थ्याङ्क यू सो मच अन्सा। कस्तो अहिले चाहिँ राम्रो देख्यो यार। वाउ ल बाला टप रहेछ नि। वाउ ए पुरी अब बन्द गर त पुरी। गाइस के खाँदैछौँ हामी अहिले? उसको फेरि चिया, दुनोट अनि यहाँ निम्की। त्यो चाहिँ हन्साको चिया, यो हाम्रो। आइज चेयर्स गरौँ। कति भइसक्यो है हामीले चेयर्स नगरौँ। चेयर्स। हात पोलेम भएको छ।
टेस्ट गरेपछि खानुपर्छ नि त स्वस्तिका चाहिँ उहाँ फेरि उसको छुट्टै ह संसार गाइज फेरि उसको मैले देखाउनु आइदिनु अहिले फेरि दाइले देख्नु भयो नि अहिले कसो दाइले तिम्रो ढाड देखाएको हो क्या ल कस्तो फिल भइरह त अब गुड एकदम आज पुरी आएको त मलाई त स्वर्ग जस्तो ममले मलाई होइन के भन सधैँभरि बस्ने गरी जानलाइस् कि होइन मम 4-5 दिन बाहिर सकेपछि आउँछु भने अनि ए ल आउँछु भनिहालिस् फेरि हुन्छ बस्छु भनेको त के बुझिन्थ्यो होइन गाइज यहाँ हाम्रो के अरे भिडियो बन्दै छ एउटा त्यो अहिले ट्रेन्डिङमा छ नि ट्रेन्डिङको वाला भिडियो यहाँनिर हामी सुट गरिरहेछौँ यो भिडियो चाहिँ भोलिसम्म आउँछ भोलि बिहान 10 बजी स्वस्तिका त्यहाँ पढ्दै हामी चाहिँ अहिले यस्तो देखिरहँ यो चाहिँ अंशा हो यो चाहिँ यो चाहिँ म अब यो भिडियो कन्टिन्यू आउँछ यहाँनिर सुट गर्दै हाम्रो हाम्रो मेहनत खेर गयो यत्रो गेम खेलेको अहिले यहाँ ड्राफ्टमा राखेको ड्राफ्टमा अहिले हेर्नै मिलिरहेन अब यति हल्का अब यस्तो यस्तो भएको थियो भनेर हल्का देखाउनु पर्यो अब फोटो खिच्नु एक दुईटा यो चाहिँ खतरा राम्रो भएको छ है गाइज यत्रो मेहनत के गर्ने यार अब सो स्याड हामीले गाइज यत्रो मेहनत गऱ्यौँ होइन ड्राफ्टमा राखेको भिडियो नै लोड हुँदैन अब मान्छेले बिल्ला हाने उसै नि यत्रो स्वस्तिका त्यहाँ बसेर हाम्रो तमासा हेरिरहेको छ यहाँ ऊ अंशा हाई भन त आर्सिया कस्तो फिल भइरह सो ब्याड 3 जना जोकर 1 एउटा फ्रेममा वा हाई गाइस जोकर इन 1 फ्रेम ब्रो वाउ उफ गाइस अब हामी मुख सुख धोएर क्लिन हुन्छौँ अनि फेरि म त मुख धुन्न यार गाइस म मुख धुने स्थितिमा छ मेरो घाउ दुखिरहेको छ गाइस अब म चाहिँ मुख धुन्छु गाइस अनि त्यसपछि अहिले खाना त्यो न्यापकिन पुरा त न्यापकिनले पुस्छु त्यहाँ कतिवटा खैले त कान्छी लाग्यो गाइस ल यिनीहरूले पुसेको भिडियो नि म देखाउँछु अब कसरी पुस्छन् त्यो हे भगवान् प्रे गरिदिनुहोस् गाइजहरू त्यो होइन एक केही गरी आयो भने चाहिँ त्यो चाहिँ छुट्टै एउटा युट्युबमा छुट्टै भ्लग बनाएर हाल्छु यो चाहिँ अहिले हाम्रो त्यो गेमभन्दा त्यो बाहिरको भिडियो गाइज हेर्नु यत्रो दुःख गरेर यस्तो गरेको आरसियाले जाँदैन लिपस्टिक जाँदैन तपाईँ रातो चाहिँ लाउनु पर्ने रहेछ यार आरसियाले हेर्नु यो जाँदैन तपाईँ अंशालाई नजिकबाट हेर्नु पुसिरहनु म चाहिँ यतिकै बसिरहेको छु उयो अँध्यारो ठाउँमा क्या बसेर मान्छेलाई तर्साइदिँदाखेरि चाहिँ तर्सिन्छन् होला यो न्यानो गोल चाहिँ त्यति राम्रो काम गर्दैन है गाइस ब्याड रिभ्यू भेरी ब्याड फ्रम माई साइड हेर्न कामै गर्ने पुस्छ क्या खालै पुगिसक्यो यार ओठ मात्र देखाउँछु अंशा नि आफ्नो फेरि पहिलाको जस्तै रियालिटीमा आउँदैछ ऊ म चाहिँ आउन पाएको छैन यत्रो म सदमामा छु क्या त्यो भिडियो यस्तो भएको देखेर केही गरी त्यो भिडियो भएको रहेन बेकार टिकटकमा बनाएको समय मैले त भने मलाई टिकटकमा पज गर्दै गर्ने हुन्छ पज पनि गरेन है हाम्रो त्यो पज गर्ने भनेर गराएको लास्टमा पज ओए यता देखाएको फेरि गुड रिभ्यू दिन्छु होइन गाइस गुड नै छ यो चाहिँ यो वाटर प्रुफ भएर चाहिँ यो वाटरमा नि त सो भइहाल्यो क्लिन यस्तै हो गाइस हालत केही गरी त्यो भएको रहेनछ भने चाहिँ भोलि 5 मिनट टाइम निकालेर फेरि हामी यस्तो भिडियो हाल्ने छौँ जसरी हुन्छ त्यो चाहिँ हुनै पर्यो त्यो भिडियो होइन अनि त्यसपछि अर्को नि कन्टेन्ट आउँदैछ गाइस स्टे ट्युन त्यो चाहिँ सिजर पेपर सरप्राइज छ भन्न सरप्राइज गेम अब त्यसमा नि धेरै थरीको खेलिरहन्छन् अब हामी कसरी खेल्छौँ त्यसमा अब त्यो चाहिँ सरप्राइज छ अब भोलिको पर्सिको भिडियोमा कस्तो कन्टेन्ट चाहिन्छ भन्नु होला अझै धेरैले हेर्नु होला फेरि मलाई सब्सक्राइब गर्नु होला लाइक सेयर कमेन्ट गर्नु होला त्यो फोर प्लास्टिक हो अनि त्यसपछि त्यही हो गाइस अब यस्तो थोप्रा हेरेर तपाईँहरूले भिडियो हेरेर म यस्तो बोलिरहेको रहेछ यस्तो म त मैले बिर्सिसकेँ यार यो हाम्रो यस्तो छ भनेर सोचिका तिमी मेरो भ्लगमा के भन्न चाहन्छौ अहिलेसम्म हामीलाई हेरेर कस्तो लाग्यो अनि मजा आयो तिमीलाई हामीलाई हेरेर अनि के भन्नु कसलाई कमेडी देखाएको थियो अघि भन त अलिक
सबभन्दा धेरै कमेडीको अंशलाई देखाए आर्सियालाई कि मलाई हुन्छ त्यस्तो यस्तो हेरिन मैले। त्यसले थाहा छैन के ध्यान हुँदैन सोचिका फेरि हेर्नु गाइज ऊ यहाँ लाइले हाम्रो पुग्छ गेम त्यसले खेल्न फेरि बोल्ने ब्यागको के बाहिर हेर्न राख्छ अरे। कि म अब मुख धोएर आउँछु अनि मेरो राम्रो चम्केको रहेछ थोप्दा हेर्न देखाउँछु है गाइज अब उनीहरू चम्किसके न्यानोको राम्रो छ उनीहरू यहाँ चम्किसक्यो अब म चम्केर आउँछु गाइज हामी चाहिँ अब ब्याक टु नर्मल फेसमा आइसक्यौँ मेरो चाहिँ पुरै पोलिरहेको छ है आम्मा मेरो चाहिँ त्यो वाटरप्रुफ लगाएको थियो कि हेर्नु न यस्तो भयो अब अन्सा पनि नर्मलमा आइसकि म मुख धोएर आएँ देखिहाल्नु आजको लागि चाहिँ भिडियो यति नै यसमा इन गर्न चाहन्छौँ धेरै हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई बाई एभ्रिवान बाई मलाई चाहिँ